लगाइस आज गुन्द्रुक स्पेशल पक्का माछाको सुकुटी अनि भटमास अनि आज मैले ह्यान्डमेड मसुरा पनि हाल्दैछ दिस इज फर्स्ट टाइम है 3 थरी हालेर एक थरी हालेर बनाएको थिएँ आज फर्स्ट टाइम 3 थरी हाल्दैछ मास फ्राई गरेको आयो यो 2 जनाको पोर्सन हो लगाइदिनु माछा र मसुरा पनि फ्राई गरेँ माछा मसुरा फ्राई भयो भटमास पनि फ्राई भयो रेडी अब पनि पकाउनु रेडी फेरि पाकेपछि म खोर्सानी हाल्छु खोर्सानी लाइट ब्राउन कालो कालो भएपछि I put the all ingredients है मेरो गुन्द्रुक तेल हुँदैछ मैले प्याज लसुन अदुवा गोलबेडा सब हालेको छु अब नुन हाल्छु थोरै बेसा हाल्छु अनि एकछिन प्याज पाकुन्जेल त्यसपछि फेरि मैले गुन्द्रुक हालेर फ्राई गर्छु इट्स माई ओन स्टाइल है हजुर मेरो स्टाइलको गुन्द्रुक हो थोरै भिजाएर राखेको गुन्द्रुक अब म हाल्दैछु अब गुन्द्रुक फ्राई गरेपछि यसलाई मेरो गुन्द्रुकको लुक यस्तो भएको छ सो म अब अलिकति पानी हाल्छु अनि एकछिन सोध्छु मसौरामा पानी छिर्न दिन्छु गाइस फिस मसौरा अनि भटमास गुन्द्रुक रेडी है